कार्यक्रम सन्दर्भ विशेषमा यहाँलाई हार्दिक स्वागत छ। म जित सागर जीएम। जनजनको आवाज, मनमनको आवाज, गणतान्त्रिक नेपालको समावेशी आवाज। रेडियो हाम्रो पहुँच 89 मेगाहर्ज र इन्टरनेटमा हाम्रो पहुँच .org.np मार्फत हामीलाई एकैसाथ सुनिराख्नु भएको छ। त्यसैगरी हामीसँग सामाजिक सञ्जालमा जोडिनु भएको छ भने हामीलाई सामाजिक सञ्जालमा हेर्ने र सुन्ने एकैसाथ गर्न सक्नुहुन्छ। हामी सन्दर्भ विशेषमा एकजना अतिथिसँग एउटा विषयवस्तुमा केन्द्रित रहेर छलफल र बहस गर्ने गर्दछौँ। पछिल्लो समय मङ्सिर 4 मा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ। यो निर्वाचनलाई केन्द्रित गरेर हामीले चुनावी बहस सञ्चालन गरिरहेका छौँ। खास गरी मङ्सिर 4 का लागि प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका उम्मेदवारसँग हामी चुनावी बहस गरिरहेका छौँ। आज पनि हामी एकजना अतिथि जो दाङ क्षेत्र नम्बर 3 बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएका एकजना व्यक्तित्व हुनुहुन्छ, एकजना नेतृत्व हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्दैछौँ। आज हामीसँग हुनुहुन्छ मङ्गोल नेसनल अर्गनाइजेसनको तर्फबाट दाङ क्षेत्र नम्बर 3 बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएका घनश्याम चौधरी हुनुहुन्छ। सर, स्वागत छ यहाँलाई। हजुर, धन्यवाद। नमस्कार सम्पूर्ण हाम्रो पहुँच एफएमका टिमहरूलाई। सर्वप्रथम आज यो तिहार पर्व पनि सुरु भइसकेको छ। यहाँलाई तिहार पर्वको हार्दिक शुभकामना। थ्याङ्क यू। यो हाम्रो पहुँच एफएम जतिले हेरिराख्नु भएको छ, जति सुनिराख्नु भएको छ, उहाँहरूलाई सम्पूर्णलाई यो नजिकमा आइरहेको बलियाङ पर्वको सम्पूर्णलाई शुभकामना व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त चुनावको विषयमा कुरा गर्नुभन्दा पहिला म खास गरी मङ्गोल नेसनल अर्गनाइजेसन जो हामीले सुन्ने गरेका छौँ, यसको बारेमा अलि त्यति धेरैलाई जानकारी पनि नहुन सक्छ। खास यो मङ्गोल नेसनल अर्गनाइजेसन कसरी जन्म भयो? यो मङ्गोल नेसनल अर्गनाइजेसन सर्वप्रथम त 1989 भद्रगोल जेलबाट स्थापना गर्नुभएको हो डाक्टर गोपाल गुरुङले। उहाँले यो देशमा चाहिँ किन जति विकास गर्छु भन्दाखेरि पनि किन पछाडि परिराखेको छ त, त्यस कारणले गर्दाखेरि आर्यको हातबाट नेपालमा कुनै पनि हालतले विकास हुँदैन। त्यस कारणले गर्दाखेरि एउटाको मात्रै अस्तित्व छ, एउटाको मात्रै वर्ण लेखिएको छ संविधानमा, हाम्रो अस्तित्वलाई समाप्त पारिएको छ। त्यस कारणले गर्दाखेरि हामी पनि अस्तित्वसहितको राजनीति गर्नुपर्छ र हाम्रो देश विकासको लागि पनि हामी चाहिँ अब अगाडि बढ्नुपर्छ भनेर मङ्गोल नेसनल अर्गनाइजेसन एउटा मङ्गोलहरूको लागि मात्र एउटा सङ्गठन खोल्नुभयो। सङ्गठन खोलिसकेपछि त्यही सङ्गठनबाट अहिले सङ्गठन पनि हो र सङ्गठनबाट राजनीतिक हिसाबले पनि आफ्नो अधिकारको लागि हामी चाहिँ चुनाव पनि लडिराखेका छौँ। अहिले बनेको संविधानप्रति यहाँको असन्तुष्टि हो? अहिलेको लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीय सरकार सहितको 2072 सालको संविधान भनेको मङ्गोल नेसनल अर्गनाइजेसनले नै नेपालमा स्थापित गरेको संविधान हो। अहिले हामी असन्तुष्ट छैनौँ, यसैलाई टेकेर अगाडि जाने हो। तर के भइदियो भनेपछि जुन मङ्गोल नेसनल अर्गनाइजेसनले लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीय सरकार नेपालमा ल्याउँदै गर्दाखेरि पनि उहाँहरूले चाहिँ आफ्नो अस्तित्व चाहिँ के राख्नुभयो, धारा 84 को उपदफा 2 मा चाहिँ संविधानको धारा 84 को उपदफा 2 मा चाहिँ बाहुन, क्षेत्री, सन्यासी, दशनामी, ठकुरी चाहिँ आर्यमा पर्छन् भनेर उहाँले चाहिँ स्पष्टीकरण दिनुभएको छ। भनेपछि अरूलाई चाहिँ थारू, कामी, दमाई, सार्की जस्ता अपलेट शब्दले हामीलाई चाहिँ त्यसरी फुटाउरो राज गरेको सिद्धान्तले उहाँहरूले यसरी हिटलरको शासनलाई यहाँ नेपालमा ल्याएर प्रयोग गरेको हुनाले हामी चाहिँ त्यसलाई हामी सत्तामा पुगिसकेपछि त्यो धाराहरू चेन्ज गरेर जान्छौँ। यो संविधानप्रति हामी चाहिँ असन्तुष्ट छैनौँ। मङ्गोल नेसनल अर्गनाइजेसनले नै ल्याएको संविधान हो। तर तपाईँले भनेको कुरा अनुसार मैले बुझेको चाहिँ के देखियो भने खास यहाँ जातीयताको राजनीति देखिन्छ। के हो यो वास्तवमा? हो, यहाँनिर हामी झुक्किन सक्छौँ। हामी मङ्गोल नेसनल अर्गनाइजेसनका प्रत्येक नारा हाम्रो घोषणापत्रमा हामी जात जाति भन्दैनौँ भनेर हाम्रो घोषणापत्रमै पनि छ। जात जाति केमा हुन्छ? ठ्याक्कै हाम्रो शिक्षा नै गलत पढाइएको छ नि त। यहाँनिर जात जाति त पशुपन्छीमा हुन्छ नि त। जात जाति मान्छेको त रेस हुन्छ, वर्ण हुन्छ, नस्ललाई गाली गरिराखेको हुन्छ। नस्लीय राजनीतिले गर्दाखेरि, नस्लीय चिन्तनले गर्दाखेरि नेपालको विकास भइराखेको छैन भनेर प्रत्येक नेताहरूले भाषण गरिराख्नु भएको हुन्छ। मान्छेमा त वर्ण हुन्छ, रेस हुन्छ, समुदाय हुन्छ। तर मान्छेलाई जात जातिमा विभाजन गरिसकेपछि त त्यो जात जाति बनाइसकेपछि त मार्न पाइन्छ, कमैया लगाउन पाइन्छ, त्यसलाई बेच्न पाइन्छ। त्यो खालको कुराहरू हुन्छ नि त। जात जाति हेर्नुहोस् न, पशुपन्छीमा
हामीले ब्रोइलर कुखुरा भन्छौँ, लोकल कुखुरा भन्छौँ, लेस भन्छौँ, कोइलर भन्छौँ। त्यसरी जात जाति बनाइसकेपछि त मार्न पाइने रहेछ, पैसा चाहिएको बेलामा बेच्न पाइँदो रहेछ भन्ने कुरा उहाँहरूले त्यो कुराहरू बुझिसकेपछि आफू शासन सत्तामा गइसकेपछि थारू जाति, मगर जाति, कामी जाति, सार्की जाति, कुमाल जाति भनेर यसरी जात जातिमा विभाजन गरेर डिभाइड एन्ड रुल हामीलाई चाहिँ एउटा रेसको मान्छेलाई चाहिँ विभाजन गर्नुभयो। आफू बाहुन र छेत्री भनेर किन समग्र एउटै आर्य रेसले चिनिनुहुन्छ? आर्यले किन आर्य कोटामा किन उहाँहरूले चाहिँ चुनाव लड्नुहुन्छ? उहाँहरूको अस्तित्व सहितको राजनीति छ र पो अहिलेसम्म 39औं प्रधानमन्त्री हेर्दाखेरि पनि हामीले आर्यको प्रधानमन्त्री देख्न पाउँछौँ, मङ्गोलको देख्न पाउँदैनौँ। अब यहाँहरू हरेक चुनावी प्रक्रियामा सहभागी हुनुहुन्छ। अहिलेको चुनावी प्रक्रियामा पनि यहाँको उपस्थिति मात्रै के जित्नका लागि? जित्नको लागि म 100% एकदम ढुक्कमा छु। कसरी? के छ आधार थियो? एक त मङ्गोल वर्णका मान्छेहरू, मेरो समुदायका मान्छेहरू दाङ जिल्लामा 80% छौँ हामी। 80% जनसङ्ख्या भएको नेतृत्वले नजितेर अर्कोले त पक्कै जित्दैन होला। हजुर, जनतामाझ पुग्नु भएको छ? एकदमै गाउँ गाउँ पुगिराखेको छु। अहिले पनि म मर्निङ वाकमै गाउँमा आफ्नो लागि भोटहरू मागेर आइसकेको छु। तर आम कार्यकर्ता, आम नेतृत्व, अहिले राजनीतिक दल, अहिले ठुला प्रमुख दल भनिएका दलहरूले उनीहरूले आफ्नो कार्यकर्ता उतैतिर भोट जाने त्यो किसिमको प्रक्रिया छ। यहाँहरूले जित्नुहुन्छ भन्ने आधार अलि त्यो हिसाबले मात्रै जातीयता अथवा मङ्गोल मान्छेहरू मात्रै भएर 80%ले त्यसले जित्तिन्छ भन्ने अलि भएन? एकदमै राम्रो कुरा गर्नुभयो, राम्रै प्रश्न गर्नुभयो। किन भन्नुहुन्छ भनेपछि तपाईँले ठुला दल भन्ने कुरा गर्नुभयो। नेपालमा कुन ठुला दलको नाम लिइदिनुहोस् त मसँग, कुन ठुला दल छन् उहाँहरूको नाम लिइदिनुहोस्। ल, नेपाली काङ्ग्रेस भन्ने कुरा गर्नुहोला। नेपाली काङ्ग्रेसको यो दाङ जिल्लाको 3वटा क्षेत्रको कुन कुन ठाउँबाट उम्मेदवारी दिनुभएको थियो र त्यसलाई ठुलो दल भन्ने हो। र मङ्गोल नेसनल अर्गनाइजेसनको उम्मेदवारहरूलाई हेर्नुहोस्, 9वटा उम्मेदवारमा 9वटा हाम्रो प्याक छ भनेपछि गठबन्धन गरिराख्नु भएको छ नि त। गठबन्धन कुन ठुला दल हो? अहिले गठबन्धन भनेको के हो? अब उनीहरूले जुन चुनावमा प्राप्त गरेको मतको आधारमा उनीहरूलाई प्रमुख दल भनिएको हो, होइन? खास गरी अब यहाँहरूको उपस्थितिमा जुन अब यहाँहरूले एउटा नेतृत्वका लागि उम्मेदवारी दिनुभएको छ, कसरी चाहिँ मतदातामाझ अहिले चाहिँ पुगिरहनु भएको छ? कसरी यहाँ सङ्गठन संरचना के छ? एकदमै हामी चाहिँ हाम्रो टोलमा पनि हामी गठन गरिसकेको अवस्था हो अहिले। हजुर, जब पहिलाचोटि मैले चाहिँ उपनिर्वाचन लडेको थिएँ बिमला ओलीसँग, हजुर, त्यतिखेर निकै गाह्रो थियो। म कमै मात्राका मान्छेहरूले बुझेका थियौँ मङ्गोल नेसनल अर्गनाइजेसनको विषयमा। अहिले चाहिँ टोल वडा सबै लगभग गठन गरिसकेको अवस्था हो हामीले। त्यो कारणले पनि हामी अब जित्ने उसमा पक्का छौँ, ढुक्क छौँ एक हिसाबले। र मैले के भन्न चाहन्छु भनेपछि अहिले आफ्नो सही नेतृत्व चुन्ने बेला हो। पहिला पनि म बिमला ओलीसँग म उम्मेदवारी दिँदाखेरि मैले भनेको थिएँ, तपाईँले आफ्नो अनुहार आफ्नो दाजुभाइलाई चिन्नुहुन्न भनेपछि भोलि धोका पाउनुहुन्छ। तपाईँको उसले त आफ्नो लागि पो विकास गर्ने हो त। 2 रेसका मान्छेहरू छ, उसले आर्य भन्छ भनेपछि हाम्रो संविधानसम्ममा हाम्रो मङ्गोलले दिइराखेको छैन। त्यो कारणले गर्दाखेरि हामीलाई जिताउनुहोस्। जिताइसकेपछि तपाईँहरूको भलाइको लागि हर कोही हिसाबले हामीले चाहिँ हर कोही क्षेत्रबाट हामी सहयोग गर्नेछौँ र हामीलाई जुन हिसाबले यो देश हाम्रो हो भन्ने कुरामा गइराखेका छौँ। विदेशीले हाम्रो देश गर्न सक्दैन, विकास गर्न सक्दैन। तपाईँको यो एफएमकै कुरा गरौँ, यही हाम्रो पहुँचको एफएमलाई विकास गर्नको लागि त यहाँको जुन मालिक, जुन सेयर लगानीकर्ता छ उसले मात्रै विकास गर्ने हो नि त, उसले मात्रै माया गर्ने हो नि त। त्यो कारणले गर्दाखेरि चाहिँ हामी यो देशको मूलवासी र मङ्गोल भन्ने कुरा चाहिँ नेपालमा चाहिँ फर्स्ट पटक मङ्गोल नेसनल अर्गनाइजेसनले मात्रै ल्याइराखेको कुरा हो। आर्य पार्टीहरूले जुन अहिलेसम्म नेपाली काङ्ग्रेस, एमाले, माओवादी जति पनि छन् तिनीहरू अहिले एक साइडमा लागेको अवस्था हो भनेपछि मङ्गोल नेसनल अर्गनाइजेसन चाहिँ फरक पाटो भएर एक्लै प्रतिपक्षको भूमिका अहिले गरिराखेको अवस्था हो। अब यहाँले त्यो मात्रै त्यति मात्रै नभएर अब राजनीतिक एजेन्डाको आधारमा पनि चुनाव जित्न सकिन्छ। यहाँलाई चाहिँ निर्वाचनमा मतदाताले किन चाहिँ भोट दिने? अब किन चाहिँ अब मतदाताले भोट दिने र यहाँलाई संसदमा पठाउने? सर्वप्रथम त मैले के भन्न चाहन्छु भनेपछि जुन म दाङ जिल्लाबाट क्षेत्र नम्बर 3बाट प्रतिनिधि सभामा उम्मेदवार दिएको छु। हजुर, यो क्षेत्रमा, यो समग्र दाङ जिल्लामा पहिला यहाँका मालिकहरू को थियो त? जम्मा योभन्दा 90 वर्ष 100 वर्षको इतिहास हेर्दाखेरि यो क्षेत्रको मालिक को थियो?
थारू थियो हो, अहिले थारू किन कमैयाको अवस्थामा पुगेको छ? उसले काङ्ग्रेसको नाममा कता भोट दिन्छ? उम्मेदवार दीपक गिरीलाई भोट दिन्छ। कम्युनिस्टको नाममा कसलाई भोट दिन्छ? कोमल ओलीलाई दिन्छ। अनि उहाँहरूको जुन जनसङ्ख्या छ, जुन समुदाय छ, अनि आफ्नो अधिकार, सम्पूर्ण अधिकार गुमाउनु हो नि त। भोट दिनु, मतदान भनेको त आफै दान हुने चिज हो नि त। आफ्नो जग्गा जमिन, आफ्नो दाइ भाइ भन्ने कुरा त फरक पाटो भयो, आफू नै मतदान हुने हो। त्यो बेलामा आफ्नो सर्वस्व सहित अधिकार उसले ओलीलाई अथवा गिरीलाई दिन्छ भनेपछि अनि ऊ कमैया नबनेर के भन्छ? अब अधिकार स्थापितको लागि भए पनि आफ्नो यो जातीय पहिचानको आधारमा भोट दिनुपर्छ भन्ने कुरा हो। हजुर हजुर, एकदमै तपाईँले पहिचान भन्ने कुरा निकाल्नुभयो। यो पहिचान फेरि यो नेपालको भाषा होइन है, यो यसमा क्लियर हुनुपर्छ। अहिले यो पहिचान भन्ने शब्द कसले ल्यायो त? नेपालको हकमा प्रचण्डले यो झुक्क्याउने खालको बिचबिचमा यस्ता शब्दहरू ल्याइराख्नुहुन्छ। पहिचान भनेको त इन्डियाको शब्द हो नि त, परिचयको कुरा गर्नुपर्ने हो। हामीले खस भाषामा बोलिराखेका छौँ, यसमा त तपाईँले यो आफ्नो परिचयको लागि भन्ने कुरा गर्नुभयो। परिचय भन्ने कुरा त डुप्लिकेट हुन्छ। हेर्नुहोस्, परिचय त समय र ठाउँ अनुसार परिवर्तन हुने चिज हो नि त। मैले तपाईँलाई के उदाहरण दिन चाहन्छु भनेपछि एउटा खुर्सानीकै कुरा गरौँ। खुर्सानी, हामी यहाँनिर खुर्सानी भन्छौँ भनेपछि इन्डियामा जाने बित्तिकै त्यसलाई के भन्छौँ? त्यसलाई चिन्ने तरिका हो नि त परिचय भनेको त। इन्डियामा जाने बित्तिकै मिर्चा भन्छौँ नि त। त्यही मिर्चालाई फेरि युरोपियन कन्ट्रीतिर जाने बित्तिकै त्यसलाई मिर्चा भनेर चिन्छौँ त? चिन्दैनौँ नि त। फेरि के भइदिन्छ? चिल्लीको रूपमा प्रयोग भइदिन्छ। त्यस कारणले गर्दाखेरि त्यसको ओरिजिनल चिज के हो, त्यो ओरिजिनल चिजतिर हामीलाई कहिले पनि पुर्याउन चाहँदैन र पुर्याउँदैन पनि। त्यस कारणले मङ्गोल नेसनल अर्गनाइजेसनले मात्रै पुर्याउँछ। त्यो कारणले गर्दाखेरि खुर्सानीको ओरिजिनल चिज के हो त? पिरोपना हो नि त। त्यो कारणले गर्दाखेरि चाहे मेरो थारू भाषामा पिप्पर भनौँ, चाहे खुर्सानी भनौँ, चाहे मिर्चा भनौँ, चाहे चिल्ली भनौँ, त्यसको ओरिजिनल त मैले पिप्परै भने पनि पिरो हुनु पर्यो, खुर्सानी भने पनि पिरो हुनु पर्यो, अनि चिल्ली भने पनि पिरै हुनु पर्यो, मिर्चा भने पनि पिरै हुनु पर्यो। त्यसको हामीलाई चाहिएको के हो त? पिरोपना हो नि त, परिचय होइन नि त। हाम्रो त जुन पहिचान होइन कि, हाम्रो चाहिँ अस्तित्व चाहियो। अस्तित्व सहितको राजनीति गरेका छौँ। अहिले जुन किसिमको अस्तित्व हुनुपर्थ्यो त्यो किसिमको अस्तित्व कायम छैन। हो, एकदमै छैन। हाम्रो चाहिँ नाम निशाना, हाम्रो भाषा मेटाइएको छ, हाम्रो संस्कृति मेटाइएको छ, अनि हाम्रो अस्तित्वलाई मेटाइएको छ। हेर्नुहोस्, जस्तो पश्चिम दाङको क्षेत्रमा अब त्यो एउटा कुरा होला, परिचयको कुरा होइन। खास गरी पश्चिम दाङको क्षेत्रमा यहाँले चाहिँ यहाँको विकास अथवा यहाँको समृद्धि चाहिँ के आशा देख्नु भएको छ? देख्नु भएकोले यहाँको खाका त कोर्नु भएको होला नि। एकदमै एकदमै। हामी मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ अहिले हेर्नुहुन्छ भने पनि, हिजो भर्खरै मैले पनि न्युजहरू सुन्ने बेलामा के भनेपछि आफ्नो आफ्नो जुन ठुला दल भन्दै हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ आफ्नो आफ्नो अहिले चाहिँ के भइराखेको छ, घोषणापत्र सार्वजनिक गर्नसम्म उहाँहरूलाई लाज भइराखेको अवस्था हो अहिले। किनभनेपछि उहाँ त अहिलेसम्म गलतको राजनीति गरिराख्नु भएको थियो नि त। अरूलाई चाहिँ मानव होइन दानव हो भन्ने त्यस्ता खालका दुष्प्रयासहरू गर्दै जितिराख्नु भएको अवस्था हो नि त। अहिले हामी त योभन्दा 10-15 दिन अगाडिदेखि नै गाउँ गाउँ बाँडिसकेका छौँ हाम्रो घोषणापत्रहरू। हजुर, किनभने भन्नुहुन्छ भनेपछि अहिले हामी त स्वास्थ्य, शिक्षा भनेर भन्छौँ नि, त्यो मात्रै नभइकन हामीले अब जुन हिसाबले 21औं शताब्दीमा हामी रनिङ भइराखेका छौँ, तपाईँ र म यहाँ बसेर हाम्रो बसहरू संसारले अहिले हेरिराखेको छ भनेपछि त्यस्तै आइटीको कसरी विकास गर्न सकिन्छ त? कृषिको कसरी विकास गर्न सकिन्छ त? अब उहाँहरूको नेपाली काङ्ग्रेस एमाले अहिलेसम्म 75 वर्षसम्म सरकार चलाउँदाखेरि उहाँहरूले यो देश किन माथितिर नगइकन तलतिर किन खस्किराखेको अवस्था हो? सबभन्दा मेन कुरो उहाँहरू अब नेपालको आर्थिक अवस्था हेर्नुहोस् त। अहिले विश्वको सबभन्दा कमजोर राष्ट्र, कमजोर आर्थिक अवस्था भएर दिन प्रतिदिन, अस्ति भर्खरै हाम्रो शेरबहादुर देउवाले के भन्नुभएको थियो, देशको कर्मचारीलाई तलब खुवाउने पैसा नभइकन अब ऋण ल्याउँदैछु भनेर उहाँले चाहिँ कति खर्ब रुपियाँ ऋण चाहिँ ल्याइसक्नु भएको छ भनेपछि। तर फेरि के छ, विश्वको यो मान्छेहरूको त्यो लेभल हेर्दाखेरि स्विस ब्याङ्कमा त कहाँको मान्छेको पैसा धेरै जम्मा गरेको छ? विश्वको सबैभन्दा धेरै पैसा कहाँको जम्मा भएको छ त? यी नेपालको पैसा फेरि स्विस ब्याङ्कमा जम्मा भएको छ भनेपछि हामीले जुन कर उठाएर तिरिराखेका हुन्छौँ, जुन रेमिट्यान्स आइराखेको हुन्छ, त्यो पैसा कहाँ गएर बसिराखेको छ त? स्विस ब्याङ्कमा गएर बसिराखेको छ नि त। अब यहाँले भनेको कुरा सारमा जस्तो नेतृत्वको कुरा, नेतृत्व आम व्यवस्थाको लागि, आम परिवर्तनका लागि जुन हामी नागरिक
क्षेत्री भन्ने कुराहरू, वैश्य शूद्र भन्ने कुराहरू, अब ब्राह्मण गाली गरेको जात जाति भन्ने कुराहरू अघि फर्स्टमै मसँग भनिसक्नुभयो। ब्राह्मणलाई गाली गरेको होइन, हेर्नुहोस् है, ब्राह्मण भनेको अटोमेटिक उहाँहरूले बनाएको पद हो एउटा। तपाईँले जागिरी खाना बित्तिकै सुरुमा सचिव, फाइनल पोस्ट सचिव हो नि त, तपाईँले फर्स्टमै सचिवमा पुग्नुहुन्छ र ब्राह्मणको छोरा त जन्मिने बित्तिकै सर्वश्रेष्ठ थरमा पुग्छ नि त। त्यो कारणले गर्दाखेरि त्यो एउटा पद बनाएको हो नि त। त्यो कारणले गर्दाखेरि उहाँहरूलाई क्लियरली थाहा छ कि हामी आर्य हो, तर ब्राह्मण भनेको त एउटा दर्जा हो। उसको छोराछोरी जन्मिने बित्तिकै फर्स्ट लेभलको दर्जामा पुग्यो, अरू गर्दै जाँदाखेरि सेकेन्ड लेभल, थर्ड लेभल गरेर फोर्थ लेभल, त्यो त छैन। अन्तर्राष्ट्रिय शिक्षामा त त्यो कहीँ पढाउँदैन। त्यो कारणले लागि त जस्तो ब्राह्मणको छोराहरू मात्रै माथि पुग्छन्, उनीहरू त्यो हामीले त्यो भनेर मात्रै पनि भएन। किनभने हामी आफै पनि प्रतिस्पर्धा गर्न सक्ने, हाम्रो जस्तो अन्य जनजाति, अन्य जात जातिको व्यक्ति प्रतिस्पर्धामा आउन सक्ने आँट किन नगर्ने? सधैँ हामी थिचोमिचोमा बसिरहने कि त्यो आँट गर्ने, हामीले त्यो किसिमको जनशक्ति विकास गर्ने? नै, एकदमै अहिले मङ्गोल नेसनल अर्गनाइजेसन उदयमान भएको कारणै त्यही हो। हामी किन नगर्ने त? उनीहरूको पार्टीबाटै मात्रै हामी, उनीहरूको पार्टीमा गइसकेपछि उनीहरूको भनेको मान्नुपर्छ, उनीहरूको विधि विधान अन्तर्गत हामी चाहिँ खुम्चिनु पर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि हामी चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी नै बनाएर अब चाहिँ हाम्रो देश विकासको लागि हामी किन अगाडि नबढ्ने त? कुन किसिमले हामी असक्षम छौँ त? मैले अघि नै पनि भनिराखेका थिएँ, उनीहरूको नेपाली काङ्ग्रेस एमाले माओवादीको पार्टीमा गइसकेपछि उसले आफूलाई पर्ने, आर्यलाई पाएक पर्ने विधि विधान पो बनाएको छ त। मङ्गोल नेसनल अर्गनाइजेसनले पनि आफूलाई पाएक पर्ने गरी आफ्नो विधि विधान बनाइसकेका छ नि त। त्यो कारणले गर्दाखेरि उहाँहरूको पार्टीमा गइसकेपछि हामीलाई कोटा दिन्छ भनेपछि हाम्रो पार्टीतिरबाट पनि त चुनाव लडिराख्नु भएको छ नि त। खसारेको कोटा पनि हाम्रो त खाली छैन नि त। अहिले कोटा हामीले पनि उहाँहरूको 20% उहाँहरूको जनसङ्ख्या छ, 20%को आधारले हामीले पनि कोटा दिइराखेकै अवस्था हो। हेर्नुहोस्, त्यस कारणले गर्दाखेरि त्यो किसिमको व्यवस्था हुन्छ। अहिले पनि चुनावमै अहिले कोटा दिइसकेको अवस्था हो। हामीले कोटा नदिइसकेपछि हामी त चुनाव लड्न पाउँदैन नि त। कोटा दिएकै अवस्था हो। खसारेलाई 20%, उहाँहरूले चाहिँ के भन्नुभएको छ भनेपछि 31% भन्ने हिसाबले उहाँहरूले संविधानमै पनि 31% भनेर, खसारे भनेर 31% दिइराखेका छौँ भनेपछि जब हाम्रो 2/3 सरकार भइसकेपछि त हामीले त उहाँहरूको 20% जनसङ्ख्या हो नि त, 20%को आधारले दिन्छौँ। हजुर, तपाईँहरूलाई एउटा आरोप के छ भने जस्तो यो बाहिरबाट परिचालित शक्ति हो भन्ने कुरा पनि बाहिर त्यो किसिमको आरोप छ। प्रमाण बिनाको बोल्न मिल्दैन। हेर्नुहोस्, कुन बाहिरबाट सञ्चालित भन्नुहुन्छ भनेपछि उहाँहरूलाई प्रमाणको रूपमा ल्याउन सक्नुहुन्छ है। हजुर, यो मङ्गोल नेसनल अर्गनाइजेसनको दार्शनिक नै गोपाल गुरुङ हो होइन। गोपाल गुरुङ भइसकेपछि, नेपालकै दार्शनिक भइसकेपछि अर्को देशबाट परिचालित भइदिएको भए हामी त अहिले कारमा सरर प्रत्येक पार्टीका मान्छेहरू झन्डा 4वटा 5वटा झन्डा तानेर 4वटा 5वटा गाडीहरू हिँडिराखेको देख्नु भएको छ होला। मलाई पनि सायद हिँडेर त प्रचार गर्न मलाई पनि पक्कै रहर थिएन होला। एक्लै मलाई पनि प्रचार गर्न त पक्कै रहर थिएन होला। हजुर, अब पैसा हुन बित्तिकै, अन्तर्राष्ट्रियले सहयोग गर्ने बित्तिकै त अरबौँ पैसा आउँछ नि त। आइसकेपछि हामी त मजाले तामझामका साथ हाम्रो गीतहरू निकालेर मजाले कलाकारहरू ल्याएर नाचगान गराएर प्रचार गर्थ्यौँ होला त। किन भइराखेको छैन त? त्यही त। अब एजेन्डा राम्रा हुँदाहुँदै पनि, अब यहाँहरूका जुन विचार राम्रा हुँदाहुँदै पनि मतदाताले फेरि उही कुरो आयो होइन। मतदाताले विश्वास गर्ने अवस्था त फेरि हुँदैन। जस्तो मङ्सिर 4सम्म यहाँहरूले जित्नुहुन्छ, तर मङ्सिर 4 पछिको नतिजा अर्कै हुन्छ नै। जुन नतिजा आउँछ त्यो नतिजा चाहिँ हाम्रो नेपालमा मात्रै नभएको र अन्तर्राष्ट्रियसम्म जान्छ। सायद कुनै पनि पार्टीको हिसाबले कुरा गर्नुहुन्छ भनेपछि इन्टरनेसनल दर्ता पार्टी छैन, मङ्गोल नेसनल अर्गनाइजेसन मात्रै हो। त्यस कारणले गर्दाखेरि जतिजनाले, सायद एकजनाले भोट हाले पनि त्यो भोट चाहिँ खेर जाँदैन। हेर्नुहोस्, किनभनेपछि मूलवासीको लडाइँ र आप्रवासीको लडाइँ नेपालमा सुरु भइसकेको अवस्था हो। अहिले आप्रवासीले त विकास गरेन नि त, झनै माथि पुर्याउँछ। सुनको डलर चल्ने ठाउँमा, चाँदीको डलर चल्ने ठाउँमा अहिले के भयो? सबभन्दा कम लेभलको पैसा चल्ने भएन। उहाँहरूले चलाइसकेपछि 39औं प्रधानमन्त्री हुँदाखेरि त देश कङ्गाल बनाइसके त। पैसा जति सबै थुपारेर स्विस ब्याङ्कमा लगेर राखे त। उहाँहरूको देश यो रहेछ त, उतातिर लाग्नुपर्छ भन्ने हिसाबले डरले पनि, सायद त्रासले पनि त्यो काम गर्नु भएको छ होला। नत्र भनिसकेपछि त यसकै विकल्पमा जनताले नयाँ नेतृत्व पठाउनुपर्छ, तर मतदातामा आम त्यो परिवर्तन आउन नसक्नुको कारण के देख्नुहुन्छ? आउँदैछ, यसमा दुई मत छैन।
बुझाउनु भएको छ घर घर गएर? एकदमै घर घर हामी त्यही कुरा गरिराखेका छौँ त। तर मतदाताले हाम्रोमा आउनु भएको छैन भन्नुहुन्छ नै प्रत्येक ठाउँमा हामीले भ्याएसम्म सकेसम्म हामीले अघि भन्दै हुनुहुन्थ्यो अन्तर्राष्ट्रिय सहयोग आएको छ, डलर आएको छ रे सहयोग भन्ने कुरा गरिदिनु भएको थियो। डलर आइदिएको आरोप लगाउनलाई ल्याउनुहोस् न, फेस टु फेस सँगै बहस गराउनुहोस्, त्यस पछाडि पो मजा होला त। अनि त्यो कुराहरू हो। अब मैले पहिला फर्स्टचोटि लड्दाखेरि 90 भोट प्राप्त गरेका थिएँ भने 90 भोट त्यत्तिकै प्राप्त भएको त होइन नि त। अहिले गुणात्मक हिसाबले बढ्छ हो, त्यो गुणात्मक हिसाबले बढ्छ नै। त्यो भइसकेपछि हामी त सन्तुष्ट हुन्छौँ नि त। घट्दै जाने भएपछि पो हामी चिन्तामा जानुपर्ने, ओहो खतम भइराखेको छ भन्नुपर्ने। त्यो नेपाली काङ्ग्रेस एमाले भन्नेको त अब घट्दै गइराखेको छ नि त। त्यो कारणले गर्दाखेरि अब मङ्गोल नेसनल अर्गनाइजेसनको एउटा कुरा चाहिँ के छ भनेपछि त जनताहरूले बुझ्नुपर्ने कुरा के छ भनेपछि मूलवासी भनेर लडिसकेपछि स्वायत्त शासन लागू गर्न पाइन्छ। स्वायत्त शासन लागू गर्नुको अर्थ के हो भनेपछि स्वायत्त र अस्वायत्त भन्ने कुराहरू हुन्छ। यस कारणले गर्दाखेरि अहिले गठबन्धनको जुन मिलेर अब दाजुभाइ त अब मिल्नै पर्यो। हिजो प्रचण्ड र शेरबहादुर देउवा एउटा टाउकाको मूल्य टोक्ने, अर्कोले चाहिँ आतङ्ककारी बनेर हिँडेको अवस्था थियो भनेपछि अहिले त दुईटा हामी त दाजुभाइ रहेछौँ भनेर त गठबन्धन गरेका छन् त। फेरि उहाँहरूले के भन्नुहुन्छ, लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीय सरकार बचाउनलाई हामीले गठबन्धनलाई भोट हालिदिनै पर्यो भनेर भन्नुभएको छ। लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीय सरकार उहाँहरूको जुन दर्शन छ, दर्शनको कुन पानामा छ उहाँहरूले प्रष्ट गर्दै हुन्थ्यो नि त। यो भन्न चाहन्छु। त्यो उहाँहरूलाई बजाउने बाटो मात्रै हो, बजाउने बाटो मात्रै हो। सिर्फ मङ्गोल नेसनल अर्गनाइजेसनले अब कुनै न कुनै ठाउँबाट जित्न सक्छ है। अब हाम्रो प्रतिपक्ष भनेको मङ्गोल नेसनल अर्गनाइजेसन हो। उसले जित्ने बित्तिकै त मूलवासीको अधिकार लिएर उसले चुनाव लडिराखेको छ। मूलवासी भन्ने बित्तिकै त त्यहाँको जल जमिन जङ्गल उसको हातमा जान्छ, उसको अधीनमा जान्छ। उसको अधीनमा जाने बित्तिकै हामी त उनीहरूको खोसेको हो नि त। मैले दाङ जिल्लाकै कुरा गरेँ, राजा डङ्गीशरण थियो, थारू राजा थियो। थारू यो 100 वर्षको अन्तरालमा कुनै पनि आर्य बाहुन क्षेत्रीहरू यहाँ आएर बस्न पनि सक्दैन थियो होला। मलेरियाले के महामारीले गर्दाखेरि, औलोले मलेरियाले गर्दाखेरि उहाँहरू त यो दाङ जिल्लामा बस्न सक्नुहुन्थ्यो त? बस्न सक्नु हुँदैन थियो नि त। त्यो कारणले गर्दाखेरि उहाँ अहिले आएर चाहिँ औषधिले सिर्फ अहिलेको विज्ञानको प्रविधिको कारणले गर्दाखेरि मात्रै बस्न सक्नु भएको हो नि त, बाँच्न सक्नु भएको हो नि त यो दाङ जिल्लातिर, यो तराई बेल्टमा। त्यो कारणले गर्दाखेरि हाम्रो जग्गा जमिन अहिले हामी थारूहरूले कमैया कसरी हुन पुग्यौँ त? अब इम्पोर्टेन्ट मङ्सिर 4 भनेको इम्पोर्टेन्ट समय हो। तपाईँहरूले घनश्याम चौधरीलाई भोट नहालिकन फेरि पनि दीपक गिरी, कोमल ओलीलाई हाल्नुभयो भनेपछि तपाईँको समुदाय हो या तपाईँको बाहिरको समुदाय हो, तपाईँको दाजुभाइलाई नहेरेपछि उसले पनि आफ्नो दाजुभाइलाई हेर्छ हेर्दैन भन्ने कुरा एकचोटि अन्तिम घडीमा हुनुहुन्छ जनताहरू। सिर्फ एकचोटि भोट हालेर देखाउनुहोस् स्वायत्त शासनको अधिकार के हुन्छ, अनि यो प्रान्तीय के को लागि ल्याएछ, लोकतन्त्र के को लागि ल्याएछ भन्ने कुराहरू प्रष्ट त्यहाँनिर मैले सिर्फ एक कार्यकाल, दीपक गिरीलाई 3 कार्यकाल जिताउँदै हुनुहुन्छ, कोमल ओलीलाई दोस्रो कार्यकालको लागि जिताउँदै हुनुहुन्छ भनेपछि घनश्याम चौधरीलाई सिर्फ एकचोटि भोट हालेर जिताउनुहोस्। कस्तो खालको विकास ल्याउनुपर्छ, कस्तो खालको शिक्षा ल्याउनुपर्छ, कस्तो खालको कृषि, कस्तो खालको आइटीको प्रविधिको विकास गर्नुपर्छ भन्ने कुरा मलाई राम्रोसँग ज्ञान छ। त्यस कारणले गर्दाखेरि यो देश मेरो हो, यो दाङ जिल्ला मेरो हो। त्यस कारणले गर्दाखेरि यो दाङ जिल्लामा चुनाव लड्ने क्षेत्र नम्बर 3 को जति घनश्याम चौधरीलाई माया होला त्यति शरणार्थी पार्टीहरूलाई नहोला। मेरो तर्फबाट मैले त्यो भन्न चाहन्छु। उहाँहरूले बनाउन पनि सक्नुहुन्न। तपाईँले सिङ्गापुर भनेपछि जुन आश्वासन अहिले बाँडिएको छ त्यो झुटा आश्वासन हो। उनीहरूले फेरि पनि अहिले पहिलेकै अवस्था, उनीहरूले जित्यो भने पहिलेकै अवस्था आउँछ, अब अहिले चाहिँ मत बदल्नुपर्छ भन्ने यहाँको भनाइ हो। एकदमै। अझ मैले त के भन्न चाहन्छु भनेपछि नेपाल कम्युनिस्ट पार्टी एमाले भनेर भन्छ, एमालेको सूर्य चिन्ह लिएर हिँड्दै हुनुहुन्छ गाउँ गाउँमा। उहाँहरूले के भन्नुहुन्छ, विरुद्ध भत्ता हामीले दिएको हो, यो सामाजिक सुरक्षा भत्ता हामीले दिएको हो भनेर भन्नुहुन्छ। मैले त सिधै के कुरा भन्न चाहन्छु भनेपछि जुनसुकै पनि पार्टीका उम्मेदवारहरूलाई गलत दुष्प्रयासहरू नगर्नुहोस्, गलत प्रचार प्रसार गरेर भ्रमको खिटीहरू नगर्नुहोस् भन्न चाहन्छु। सामाजिक सुरक्षा भत्ता उहाँहरूले बाँड्नु भएको हो भनेपछि एमालेको कार्यकर्ता कहाँनिर आफ्नो घर जग्गा बेचेको छ, कहाँनिर घडेरी बेचेको छ, कहाँनिर आफ्नो घर बेचेर सामाजिक सुरक्षा भत्ता बाँडेको छ। सिधा कुरो हो कि नै भन्नुहोस् न। अनि हामीले दिएका छौँ भनेर भन्नुहुन्छ। व्यवस्था त्यो योजना ल्यायो तर बाँड्ने त हामी नागरिककै पैसा हो नि भन्दाखेरि गाउँ गाउँ त्यही भनिराख्नु भएको छ त। त्यो गलत प्रसार त्यो जनताहरूलाई भ्रमको खिटी त गर्न पाइँदैन नि त। जे हो त्यही सत्य तथ्य भन्ने कुरा गर्नु पर्यो नि त। हाम्रो पुर्खाहरूले मङ्गोलले चलाउँदाखेरि सुनको पैसा र चाँदीका पैसा चल्थे यहाँ। त्यस्तो देश बुझायो हो नि त उहाँहरूलाई त। अहिले कुन स्थितिमा पुर्याइदिनु भयो?
त्यस कारणले गर्दाखेरि नेपाल बनाउनु छ भनेपछि मङ्गोल नेसनल अर्गनाइजेसनको चुनाव चिन्ह भालेमा एकचोटि भोट हालेर जिताउनुहोस्, दुईचोटि दोस्रो पटकबाट जिताउनु पर्छ भन्ने पर्दैन जस्तो लाग्छ मलाई। सिर्फ एक अवसर 5 वर्षको कार्यकालमा दाङ जिल्ला कस्तो बनाउनु पर्छ त्यो मलाई राम्रोसँग ज्ञान छ। तपाईँ एक्लै मात्रै संसदमा पुग्नु भयो भने के गर्नुहुन्छ? एक्लैले सम्भव छ परिवर्तन? एकदमै राम्रो प्रश्न गर्नुभयो। अब चाइनाको विकास हेरिराख्नु भएको छ, कसले बनाइरहेछ? सी जिनपिङ एक्लै होइन। तर नेपालको संविधानको व्यवस्थाले धेरै कुराहरूलाई खुम्च्याएको छ नि। त्यो यहाँको संविधानको व्यवस्थाले के भन्छ भने बहुमत प्राप्त सरकार हुन्छ, प्रधानमन्त्री हुनलाई बहुमत प्राप्त गर्नुपर्छ, जनताले सिधै प्रधानमन्त्री चुन्न पाउँदैन। यो अवस्थाले त खुम्च्याउँछ नि। फेरि नेपालको राजनीति नै गलत प्रक्रियाले चलिरहेको छ नम्बर 1। तपाईँको जति नेपाली काङ्ग्रेस कम्युनिस्टका हाम्रो मङ्गोल अनुहारका कार्यकर्ताहरूले उहाँहरू नेपाली काङ्ग्रेस एमाले भनेर पछाडि लागिराख्नु भएको छ। झोला बोक्ने, सिर्फ म झोला बोक्छु र म नेता बन्छु, सभासद बन्छु, पत्ता पचाउँछु भन्ने हिसाबले गइराख्नु भएको छ। उहाँहरूलाई पनि मैले के भन्न चाहन्छु भनेपछि तपाईँहरू झोला नबोक्नुहोस्, मूलवासी भन्नुहोस्, आधावासी होइन, आदिवासी होइन, जनजाति होइन, म कमैया हुँ होइन भनेर भन्नुहोस्। अनि मूलवासी हो, भूमिपुत्र हो, रैठानेवासी हो भनेर भन्नुहोस्। एकजना जित्नुपर्छ सिर्फ। अहिले एनजिओ कसले हेरिराखेको छ? त्यसको बजेट कसले खाइराखेको छ? एमालेको कार्यकर्ता अनि काङ्ग्रेसको कार्यकर्ताले खाइराखेको छैन। आइएनजिओ त मूलवासीलाई पो उत्थान गर्ने भनेर आए हो त। त्यो पैसा कहाँ लगाइने भइराखेको छ? जो धनाढ्य छ आफ्नो कार्यकर्तालाई पोसाउने काम भइराखेको छैन। आइएनजिओले त मजाले यहाँका गरिबहरूलाई उत्थान गर्नुहोस्, यहाँका मूलवासीहरूलाई उत्थान गर्नुहोस् भनेर दिइरहेछ भनेपछि अहिले नेपाली काङ्ग्रेस एमाले त्यसलाई दुरुपयोग गरेर यहाँको कुन गरिब मान्छे धनी भएको देख्नु भएको छ? हो, त्यो मैले मात्रै जित्ने बित्तिकै त्यो कहाँ आउँछ? सिधा कनेक्ट के हुन्छ? जहिले पनि जी भन्ने कुरा हुन्छ। सरकारले सरकारसँग मात्रै वार्ता गर्छ। हामी त व्यक्ति भइहाल्यौँ नि त, नजित्दासम्म त व्यक्ति रहन्छौँ नि त। त्यो कारणले गर्दाखेरि फेरि कहाँ जान्छ त्यो आइएनजिओको पैसा कहाँ जान्छ? नेपाली काङ्ग्रेस या एमालेबाट मात्रै जितेका छन्, उहाँहरूको हातमा पुग्छ। जो हुने खाने वर्ग हो, खाने वर्ग भन्दा पनि हुने खाने वर्गमा उहाँहरूको हातमा पुग्छ। त्यो पैसा मिसयुज भइराखेको छ दिन प्रतिदिन। हुन्छ, यो महत्त्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हुन्छ, यो हाम्रो पहुँच एफएमका सम्पूर्ण टिम लगायत जित सागर जेएमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो एकदमै इम्पोर्टेन्ट मङ्गोल नेसनल अर्गनाइजेसनका आवाजहरू बुलन्द गराउने अवसर दिनुभयो। यसको लागि धेरै धेरै आभारी छु। र यही आइराखेको बलिहाङ पर्व आइराखेको छ, यसलाई हर्षोल्लासका साथ मनाउनु होला। सबैको घरमा खुसी हर्ष उल्लास छाओस् भन्दै अबको आउने मङ्सिर 4 गतेमा चुनाव चिन्ह भालेमा भोट हालेर विजय गराउनु होला भन्दै म पनि बिदा हुन चाहन्छु। हस्त, धन्यवाद। हुन्छ, उहाँ हुनुहुन्थ्यो दाङ क्षेत्र नम्बर 3 बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका मङ्गोल नेसनल अर्गनाइजेसनको तर्फबाट उम्मेदवारी दिनुभएका घनश्याम चौधरी। उहाँसँग हामीले खास गरी चुनावी बहस गऱ्यौँ। चुनावी बहस तपाईँलाई कस्तो लाग्यो? कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। 082 521 519मा हामीलाई सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ। सामाजिक सञ्जालमा हामीलाई हेर्दै हुनुहुन्छ, सामाजिक सञ्जालमा जोडिनु भएको छ भने हामीलाई कमेन्ट बक्समा आफ्नो सल्लाह सुझाव प्रतिक्रिया छोड्न सक्नुहुन्छ। हामी फेरि अर्को दिन अर्को अतिथिसँग हामी छलफल र बहस गर्ने नै छौँ। आजको यो व्यवसायबाट कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद।